सच्चिदानन्दरूपाय विश्वोत्पत्त्यादिहे तवे तापत्रय विनाशाय श्रीकृष्णाय वयं नमः। परमात्मा कस्तो हुनुहुन्छ त भन्दा सतघन चित्तघन आनन्दघन सच्चिदानन्द स्वरूप भगवान आनन्द स्वरूप हुनुहुन्छ। सतघन चित्तघन आनन्दघन सच्चिदानन्द स्वरूप। परमात्मालाई कुनै चिजको आवश्यकता छैन। जस्तो तपाईँ हामीलाई रास्तामा बाटोमा हिँड्नको लागि बत्तीको आवश्यकता पर्छ, प्रकाशको आवश्यकता पर्छ, तर भगवानलाई बत्ती प्रकाशको आवश्यकता पर्दैन। किन? आफैमा दिव्यमान हुनुहुन्छ, तेजवान हुनुहुन्छ, प्रकाशवान हुनुहुन्छ। त्यही भएर त भागवतमा वेदव्यासजी महाराजले भन्नुभएको छ नि, तेजो वारिमृदं यथा विनिमयो यत रात्रि सर्गो मृषा। किन? भगवान दिव्यमान हुनुहुन्छ। अनि त्यस्तो दिव्यमान तेजवान प्रकाशवान परमात्माले के गर्नुहुन्छ त भन्दाखेरि विश्वोत्पत्त्यादिहे तवे भगवानले विश्वको उत्पत्ति गर्नुहुन्छ। जस्तो कसलाई? हाम्रो मानवको सृष्टि गर्नुभयो, पशुको सृष्टि गर्नुभयो, पशु पंक्षीको सृष्टि गर्नुभयो। त्यो भगवानको धर्म हो। किन? हामीलाई यो जगतमा केही गरून् यी मानव जातिले भनेर सृष्टि गर्नुभएको छ। विश्वोत्पत्त्यादिहे तवे विश्वको उत्पत्ति गर्नुहुन्छ। कसले? परमात्माले। अनि उत्पत्ति गरिसकेपछि लालने पालन पोषण पनि गर्नु पर्यो। हामीलाई खुवाउनुहुन्छ, प्याउनुहुन्छ, ठुलो बनाउनुहुन्छ, हामीमा शक्ति प्रदान गरिदिनुहुन्छ। अनि अन्त्यमा हामीसँग भएका नराम्रा विकारहरूलाई परमात्माले नष्ट गर्नुहुन्छ। कसरी? तापत्रय विनाशाय श्रीकृष्णाय वयं नमः। आध्यात्मिक, आदि दैविक, आदि भौतिक तीन प्रकारका ताप यो जीवनमा हाम्रो शरीरमा हुन्छ सज्जन। जस्तो एउटा ताप देवताद्वारा घट्ने, अर्को ताप हामीले बनाएको वस्तुद्वारा हामीलाई नै नाश गर्ने, अर्को ताप हाम्रो शरीरबाट उत्पन्न भएको ताप। जस्तै देवताद्वारा कस्ता ताप घट्छन् त भन्दा तपाईको भूकम्प आउनु, चट्याङ पर्नु यो देवताद्वारा घटिने ताप हुन्। अनि त्यसपछि मानवद्वारा चाहिँ ज्वरो रुगा खोकी मर्की लाग्नु यो देवताद्वारा घट्ने ताप। अनि हामीले बनाएको वस्तुद्वारा हामीलाई नै नाश गर्दछ। जस्तो हामीले सिलिन्डरको निर्माण गर्यौं, बमको निर्माण गर्यौं, कुकरको निर्माण गर्यौं, त्यो चिजले हामीलाई नै नाश गर्दछ। त्यस्तै प्रकारले ती तीनैवटा तापलाई चाहिँ कसले नष्ट गरिदिन्छ अरे त भन्दा सच्चिदानन्द स्वरूप भगवान सच्चिदानन्द स्वरूप परमात्मा श्रीकृष्णले नष्ट गर्नुहुन्छ। हेर्नु कसरी? श्रीकृष्णाय वयं नमः। जुन परमात्माले चाहिँ जसरी एउटा जंगलमा सलाइको काँटी कोरेर फ्याक्दाखेरि समस्त जंगललाई त्यो सानो आगोले नष्ट गरिदिन्छ, उन्मूलन गरेर त्यसलाई सबै जंगललाई सखा पार्दिन्छ। त्यस्तै गरी भगवान श्रीकृष्ण रूपी परमात्माको वचन यो हृदयमा प्रवेश गर्यो भने हामी भित्र भएका पापहरू नष्ट गर्ने सामर्थ्य उही परमात्मा भगवान जगदीशसँग यो चिजको सामर्थ्य छ। त्यही भएर तपाईँ हामी सबैले परमात्मालाई के गर्नु पर्यो? नमन गर्नु पर्यो। श्रीकृष्णाय वयं नमः। किन हामीले भगवानलाई नमन गर्नु पर्दछ? हाम्रा लागि अभिभावक हो परमात्मा भनेको। किन हामी त केही थिएनौं यो संसारमा आउँदा। भगवानले जब हामीलाई सृष्टि गर्नुभयो हामीमा लोभ थिएन, लालसा थिएन, अभिलाषा थिएन, कुनै कामना थिएन, सबै चिजबाट हामी अलग थियौं। जब हामी बढ्दै गयौं सबै चीजको आसक्ता हामीमा आफसे आफ जाग्दै गयो। जस्तै हामीसँग बाइक छ भने हामीलाई कारको आवश्यकता पर्दछ, कार छ भने प्लेनको आवश्यकता पर्दछ। त्यस्तै मानव जति माथि पुग्दै जान्छ त्यति नै उसलाई आवश्यकता बढ्दै जान्छन्। के थियौ तिमी आउँदा जगतमा चिप्ला किरा झैं थियौ,
छोटो जीवन हो भनेर नबुझी तेरो र मेरो गर्यो। यो संसारमा हामी आउँदा केही पनि थिएन, हामीलाई कुनै लालचा थिएन, लोभ थिएन, हामी कसैको पछाडि पर्दैनथ्यौँ सज्जन। जब हाम्रो मन हाम्रो शरीर अझै बढ्दै गयो, हाम्रा मनमा लागेका भावनाहरू अझै प्रभावित बन्दै जान्छन्, अनेक प्रकारको चाहना हाम्रो मनमा उब्जिँदै जान्छ। त्यही भएर त भन्नुहुन्छ, के थियौ तिमी आउँदा जगतमा चिप्ला किरा झैँ थियौ, छोटो जीवन हो भनेर नबुझी तेरो र मेरो गर्यो। हाम्रो जीवन छोटो छ है, समय कम छ, हामीले केही गर्नुपर्छ, केही पुरुषार्थ गरेर जीवनलाई धन्य बनाउनुपर्छ भन्ने हाम्रो मनसाय जागेन। हामीले यो शरीर पाउन्जेलसम्म, पञ्चभौतिक शरीरलाई प्राप्त गरुन्जेलसम्म केही राम्रो कर्म गर्नुपर्छ, ताकि भगवानलाई उत्तम गतिलाई प्राप्ति गर्दै हामीले भगवानलाई प्राप्ति गर्न सकौँ। यद्गत्वानं निवर्तन्ते तद्धामं परमं मम। जुन ठाउँमा गइसकेपछि कुनै चिजको आवश्यकता हामीलाई नपरोस्, केवल भगवानको नामलाई स्मरण गर्दै यो मनुष्य चोलालाई धन्य पार्न सकौँ। मनुष्यको सबैभन्दा ठुलो धर्म भनेको भगवानलाई स्मरण गर्नु र शरीर हुन्जेल भगवानलाई याद गरेर यो शरीरलाई त्यागेर जाँदाखेरि केवल भगवानलाई यो हृदयमा बसाएर भगवानका धाममा जान सकौँ। परमात्मा भन्नुहुन्छ पद्म पुराणमा, सकल भुवन मध्ये निर्धने स्थिति धन्य। यो संसारलाई म खुसी बनाउनको लागि त्यो भक्तका हृदयमा आएर बस्न सक्छु। अथ वैष्णव चित्तेषु दृष्ट्वा भक्तिमलौकिकम निज लोक परित्यज्य भगवान भक्तवत्सल। परमात्मा भन्नुहुन्छ त्यो भक्तका हृदयमा आएर म यो धरातलमा बस्न सक्छु। तसर्थ सज्जनबिन हामीले जीवनलाई धन्य बनाउनको लागि भगवानलाई साथ लिएर अगाडि बढ्यौँ भने हाम्रो जीवन अवश्य सफलमय बन्नेछ, राम्रो बन्नेछ। सबैले हामीले भगवान श्री कृष्णलाई यो शरीर, मन, तन, मन, धन सबै समर्पण गर्नुपर्दछ जीवनलाई पवित्र पार्नको लागि। अस्तु श्री राधे।